भइसके त्यसरी मलाई भर्ना गर्न पर्थ्यो। जबदेखि मैले मसरुम पाउडर लिए, जबदेखि मैले मेरो ब्ल्याक कफी लिए, त्यो बेलादेखि चाहिँ मेरो रोग भन्नुहुन्छ भने आजसम्म स्टिल छैन है। अस्थमा पनि गायब, अल्सर गायब, एभ्रिथिङ गायब। अनि यो कुराहरू मैले खाँदै गइसकेपछि के हुन्छ भने संगत कस्तो छोड्न सक्नुहुन्छ कि सक्नुहुन्न। तपाईको परिवारले पनि तपाईलाई गलत भन्न सक्छ, तर तपाईलाई थाहा छ कि तपाई कुन बाटो हिँड्नुभएको छ। त्यसरी गर्दै गर्दाखेरि धेरै गाह्रो भयो, मलाई एकदमै गाह्रो भयो त्यो ठाउँबाट निस्किनको लागि। तर म जब काम गर्न जान्थे, मलाई काम एकदम मनपर्छ। भला म अर्काको टोयलेट सोधु, भला म अर्काको गएर भाडा माझौँ, तर म कामलाई सम्मान गर्ने मान्छे। त्यो कारणले गर्दाखेरि मलाई त्यो स्कुलमा सायद मेरो बुवा र आमाले कुनै कर्म राम्रो गर्नुभएको थियो होला। म जहाँ जान्छु मैले जहाँ पनि आफ्नोपन पाउँछु। त्यो स्कुलमा मलाई यति प्याम्परिङ गरेर राखेको भएर सायद मैले एउटै कम्पनीमा काम गरेँ। मैले के भनेको थिएँ भने म एउटा मात्रै कम्पनीमा काम गर्छु, म नेक्स्ट टाइम जब खोजेर गर्दिनँ भनेको थिएँ अरे। फर्स्ट टाइम मैले त्यही नै गरेँ। मैले दोस्रो जब खोजिनँ किनकि मैले डिएक्सन पाएँ। त्यो बेलामा म जब सुरुमा जाँदा बाहिरको वातावरण मलाई केही पनि थाहा थिएन। मैले 10 ml को स्लिपिङ ट्याब्लेट खाएर सुत्नु पर्थ्यो। त्यतिखेर यो डिएक्सन पाउँदा अझै पनि बुझिनँ, तर पनि मलाई चेन्ज गर्नुपर्ने भएको कारणले म एभ्रीडे डिएक्सन जाँदै गर्दा मेरो स्कुलभित्रको मान्छेले ममा भएको परिवर्तनले गर्दाखेरि मसँग 120 लेडिजहरू हुनुहुन्छ, नेपाली दिदीबहिनीहरू। 55-56 वर्षको आमा समानको मान्छे हुनुहुन्छ। उहाँहरूलाई घर आउन मन लाग्दैन होला? मलाई त अचम्म लाग्यो उहाँहरू आउनुहुन्न। किन भन्नुहुन्छ भने अहिले त पैसा आइरहेछ नि त, 40-50 हजार भनेको त उहाँहरूलाई ठुलो, तर उहाँले भोलिको फ्युचर केही देख्नु भएन। तर मैले चाहिँ के देखेँ भने रातो निलो हरियोले भोलिको फ्युचर तेरो यहाँ सिक्यो छ भन्ने देखेको भएर मैले डिएक्सन गर्दै जाँदा एउटा न्यानीबाट चाहिँ म एउटा यस्तो राम्रो पोस्टमा पुगेँ। कुनै पनि टाइम म्यानेजमेन्ट या सबैजना यहाँ मध्ये कोही दुबईमा आउनुहुन्छ र तपाईँहरूले गएर म्यानेजमेन्टलाई सोध्नु होला यो सङ्गीताले बोलेको कुरा ट्रु हो कि होइन भनेर। उहाँहरूको बच्चा मेरो स्कुलमा पढ्ने, त्यसपछि उहाँहरूलाई थाहा थियो कि मैले डिएक्सन गर्दै जाँदाखेरि म एउटा यस्तो लेभलमा पुगेँ कि 120 जना लेडिजहरू हिजो मलाई तिनीहरूले तङ गरेका थिए, हिजो तिनीहरूले मलाई भोको राखेका थिए, हिजो तिनीहरूले मलाई रातको सुत्न दिँदैन थियो भने मेरो सिग्नेचर बिना छुट्टी नपाउने लेभलको बनाइदियो। धन्यवाद दिन्छु। म मेरो सिग्नेचर बिना तिनीहरू छुट्टी लिएर जान पाउँदैन थिए र सबैजनाले भन्थे नेपाली मध्येमा यो लेडिजले के गर्छ भन्ने लाग्छ भन्थ्यो अरे। तर आफूलाई कहिले परिवर्तन गर्नु भएन। आज पनि स्ट्रिट छुट्टी चल्यो, उहाँहरू आउनुहुन्छ, रमाइलो गर्नुहुन्छ, जानुहुन्छ। तर खुसीको कुरा यही हो कि उहाँहरूले मलाई डिप्रेसनमा पुर्याउनु भयो, जिन्दगीलाई सोच्नु भएन। तर मेरो लेभल हेर्नुहुन्छ भने मलाई आज हर कहीँ जाउँ मलाई जागिर खानु पर्दैन। म बिजनेस गरेर खान्छु। म एउटा बिजनेस वुमन पहिला पनि थिएँ, अहिले पनि छु र भोलि पनि हुन्छु। र मेरो सन्तानले कहिले पनि अरूको चाहिँ त्यो दबाब सहन नपरोस् भनेर मैले डिएक्सन गरेको। मेरो मेन रिजन यति नै हो, मेरो सपना पुरा गर्ने र मैले भोगेका ती पीडाहरू चाहिँ कहिले पनि मेरो सन्तानले भोग्न नपरोस्। घरभित्र बसेको जति पनि मान्छेले, विदेशमा बसेको मान्छेलाई देख्नुहुन्छ नि तपाईँहरूले, त्यो सिर्फ देखावटी मात्रै हो। तर 30 दिन मर्नु भएको कसैले पनि बुझ्नु हुँदैन। त्यही भएर दुबईमा आज हरेक दिदीबहिनीको म प्यारो भएको छु। मलाई लाग्थ्यो कि ला म त साह्रै नराम्रो छु कि जस्तो पनि लाग्थ्यो कि मलाई। तर होइन, आज म बिना मेरो दिदीबहिनीहरू अधुरो हुनुहुन्छ। म बिना मेरा दिदीबहिनीहरू 30 प्रोग्राममा सुनसान मनाइरहनु भएको छ। म त्यति राम्रो मान्छे छु कि तपाईँको प्रगतिमा म खुसी हुन्छु भने मलाई उपरवालाले दिन्छ। त्यही भएर मलाई डिएक्सन दिएको भगवानले। डिएक्सन गर्नुस्, यहाँ यस्तो सिस्टम छ तपाईँलाई पोजिटिभ बनाउँछ। तपाईँलाई सपना छ भने पनि पुरा गर्न दिन्छ। तर तपाईँको सन्तान कोही पनि गएर कसैको ठाउँमा गएर झुक्नु पर्दैन, त्यो दिन्छ। अब रह्यो कुरा प्रोडक्ट, तपाईँहरूलाई आफैलाई थाहा छ, आफै बोल्छ प्रोडक्ट। म ब्युटीको बारेमा भन्न आउँदैछु। सायद केही समय पछाडि फेरि म तपाईँहरू समक्ष यो ब्युटीको ट्रेनिङ